साथी हो यो नेपालमा अनेक घटना घट्न थाले हेर्नुहोस्। परार साल सिन्धुपाल्चोकमा गोरुले दुध दियो। पोहोर साल मकनपुरमा भैँसीले बाघ मार्यो। अब यसपालि गाईको बाछीले जन्मे 5 दिनबाट दुध दिन थाल्यो रे। माथिको भिडियो हेर्नुहोस्। अब यही पारा भने अर्को साल कुन ठाउँमा कुखुरा भालेले अन्डा पार्न सक्छ। कहिले कोरिया हिँडे केटाहरू उता विराटनगरतिर झरेछन्। कहिले 80 वर्ष बुढाले अमला खुवाएर भनेछन् है। यो अनेक घटना घट्नुको कारण चाहिँ पक्कै पनि यो कलियुग सिद्धिन लाग्यो कि जस्तो लागिरहेको मलाई। विचार गर्नु होला। फेरि कसरी कलियुग सिद्धिन लाग्यो भन्नु होला नि। यो अब मान्छेले गाई पाल्न छोडेर कुकुर चरा हिँड्न थाले। फेरि कुकुर नपाल्नु भन्न आँटेको होइन, कुकुर नि पाल्नुहोस्, तर गाई पाल्न छोड्यो। त्यो भएर अनेक भएको हो कि जस्तो लागिरहेछ। गाईको बाछीले जन्मेको 5 दिनबाट दुध दिएको रेकर्ड अहिलेसम्म कहीँ थिएन इतिहासमै। यो अहिले अनौठो कुरा देख्न पाइयो। त्यही भएर नि लाग्छ कलियुग पो सिद्धिन लाग्यो कि यस्तो अनेक घटना घट्दाखेरि भन्नेलाई चाहिँ विचार गर्नु होला है। सबैजनाले धर्म नछोड्नु होला। त्यो भएर पनि यस्तो भएको हो। जे भए पनि अरू जे भए पनि कर्म र धर्म छोड्नु हुँदैन मानवले।